one girl came towards me and she was like अलिकति पैसा छ भने दिन्छौ टाइपको क्या अब जबदेखि म हुन्छ नि अब हाई स्कुलतिर होइन मलाई कोही चाहिँदैन थियो कि गाइस म एक्लै बस्थेँ एक्लै पढ्ने त्यो हुन्छ नि स्टुडेन्ट त्यो कर्नरमा एक्लै बस्छ नि आई वाज द्याट काइन्ड अफ स्टुडेन्ट मैले त्यो कार्नीलाई के भन्यो भन्दाखेरि चाहिँ गर्ल होइन त तिमी जस्ट मेरो कम्पनीमा हिँड होइन अनि म तिमीलाई पैसा दिन्छु भने होइन हुकअपहरूलाई एकदम नर्मलाइज गर्ने पिपल आर लाइक हुन्छ नि आई स्लेप विथ दिस गाय आई स्लेप विथ द्याट गाय एन्ड आम लाइक हुन्छ नि मलाई कस्तो अनकम्फर्टेबल लागिरहेको छ एन्ड दे आर थ्रेडिङ मेकअप हेयर कटिङ एन्ड नेल्स है त सिक्नु क्या एकदम इम्पोर्टेन्ट हो यो भएपछि तपाईँले अरूमा डिपेन्डेन्ट हुनु भएन होइन फ्लाइटभरि एकदम राम्ररी बोल्यो एकदम राम्रो फ्रेन्ड्स यता पनि चिन्ने होइन त लाइक हर सिस्टर वोन्ट बी देयर टाइपको त्यस्तो टाइपको कुरा भयो होइन त नाउ न्युयोर्क जस्तो ठाउँमा आएको छ विच इज सच अ बिग प्लेस होइन त एन्ड उसको साथीले सी जस्ट लेफ्ट हर ओभर देयर अब एउटा केटा छ कि त केटी छ होइन अनि उसको पार्टनर चाहिँ अरू देशमा छ क्या अनि दे आर विथ समवन एल्स ओभर हियर होइन त एन्ड द वर्स्ट पार्ट नट इभन दिस द वर्स्ट पार्ट इज दे फाइन्ड इट कम्प्लिटली ओके दे फाइन्ड इट कम्प्लिटली नर्मल यस्तो कुराहरू धेरैजनाले कम्प्लेन गर्छन् कि उनीहरूले जब पाएको छैन हामीले त पाएन तर मोस्ट इम्पोर्टेन्ट भनेको चाहिँ रिच आउट गर्नु रहेछ गाइज होइन यदि तपाईँ नेपालमा एउटा एभरेज म्याथ स्टुडेन्ट हुनुहुन्छ भन्दाखेरि यहाँमा आएर तपाईँलाई म्याथ धेरै सजिलो हुन्छ अनि डोन्ट बी रेसिस्ट डोन्ट बी लाइक यो त शेर्पा यो त बाहुन यो त तामाङ यो त के विदेशमा आएपछि सबैजना नेपाली हो Hello everyone, I hope you all are fine and inspired and once again welcome back to my channel. So आजको भिडियो चाहिँ as you have already seen from the thumbnail, I'm going to be talking about my 1 year experience in the US हैन त so म नि यता आएको 1 वर्ष हुन आँटिसक्यो and I just can't believe it हैन त अनि यहाँ चाहिँ टाइमहरु गएको चाहिँ केही थाहा हुँदैन रहेछ so आजको भिडियोमा चाहिँ लाइक मैले यो 1 वर्षमा के कुराहरू सिकेँ हैन त मैले के च्यालेन्जेसहरू फेस गरेँ मेरै पर्सनल एक्सपिरियन्स लाइक के भन्छ अरे मैले जब यता युएसमा आएँ मैले केहरू कल्चर सकहरू फेस गरेँ कसरी के मिस्टेक्सहरू अभोइड गर्न सक्नुहुन्छ एज अ फर्स्ट इयर स्टुडेन्ट इन द युएस हैन त एन्ड मोस्टली मेरो भिडियो चाहिँ जो चाहिँ युएस आउन लाइक लागेका छन् उहाँहरूले हेर्दै गर्नु भइरहेका होलान् हैन त सो तपाईहरुको लागि एकदमै धेरै युजफुल हुनेवाला छ एन्ड अल्सो टु दोज पिपल जसलाई चाहिँ जस्ट दे वान्ट नो कि इन्टरनेसनल स्टुडेन्टको लाइफ चाहिँ युएसमा कस्तो छ अनि अफ कोर्स माई मम हुज वाचिङ दिस इज अल्सो फर यु हैन त आजको भिडियो चाहिँ इट्स गोना बी भेरी डीप है किनकि इट्स गोना बी लाइक अ डीप कन्भर्सेसन विथ यु गाइज एन्ड आइ एम so happy to be making this video today like right now and like present it all to you so I hope कि तपाईलाई यो भिडियो राम्रो लाग्ने छ हैन I hope it will be useful most importantly and yes without any further ado let's get started okay so the first is culture shock and my own personal experience हैन त okay so culture shock चाहिँ यदि तपाईहरुलाई थाहा छैन भने के भन्दाखेरि चाहिँ त्यो भनेको चाहिँ अरूहरुले केही हुन्छ नि अरूहरुको कल्चर अरूहरुको संस्कृति अरूहरुको रीतिरिवाज टाइपको भनौं प्र्याक्टिसेस भनौं ह्याबिट्स भनौं हैन जुन चाहिँ उनीहरुको लागि चाहिँ नर्मल नै हो क्या उनीहरुको लागि चाहिँ के हैन तर हामीलाई चाहिँ लाइक इट्स लाइक हुन्छ नि कस्तो वियर्ड टाइपको लाग्ने क्या शक हुने क्या ओ यस्तो नि गर्छ र टाइपको यस्तो नि खान्छ र यस्तो नि लाइन्छ र यस्तो नि भनिन्छ र त्यस्तो वाला हुन्छ नि जुन चाहिँ शक हुन्छ नि जुन चाहिँ अचम्मित पर्छौं नि हामी त्यसलाई नै कल्चर शक भनिन्छ हैन त जब म आफ्नो एक्सपिरियन्स भनिरहेको हुन्छु तब चाहिँ यही कल्चर शकहरु चाहिँ ओ यतिखेर चाहिँ मैले यो फेस गरे यस्तो भयो भनेर चाहिँ आइ एम गोना पोइन्ट आउट दोज स्टफ है त ओके सो माई एक्सपिरियन्सदेखि स्टार्ट गरौँ हैन त ओके सो म चाहिँ यता मे 18 मा ल्यान्ड गरेको थिएँ युएसमा हैन त एन्ड समर थियो सो इट वाज रियली हट हैन त फ्लाइटभरि इट वाज भेरी कोल्ड किनकि एसी थियो क्या म नेपालमा वी युज्ड टु बी लाइक हुन्छ नि एसी छैन बट यहाँमा त जाने एसी क्या एन्ड आई वाज लाइक ओ माई गड आई डोन्ट निड द्याट हैन टाउको दुखिसकेको थियो है सो तपाईहरु पनि समरमै आउँदै हुनुहुन्छ भन्दा पनि तर पनि ज्याकेट लाएर राम्ररी आउनु क्या है बिकज इट्स गोना बी भेरी
like cold in the airports and then again hot outside हैन त so and मैले चाहिँ एयरपोर्ट भरि लाइक मैले भातै खाएको थिएन क्या कतारमा माइन्ड यु भातहरू पाइन्छ त्यस्तो मलाई थाहा थिएन अब के थाहा हैन त अनि मैले भातै खाएको थिएन दाल भात आई वाज क्रेभिङ इट सो मच मलाई यति भ्याल्यु भयो नि दाल भातको त्यतिखेर मैले घरमा जति नि कहिलेकाहीँ वेस्ट गरिदिन्छ नि त्योहरू सब याद आइरहेको थियो क्या सो आई वाज क्रेभिङ नेपाली फुड अ लट हैन त एन्ड आई मिन यता ल्यान्ड भयो अनि मलाई दिदीले लिन आउनुभयो सिमरन दिदीले हैन एन्ड सिमरन दिदीले मेरो लागि खाना नि बनाएर राखिदिनु भएको रहेछ दाल भात चिकन हैन एन्ड अल्सो हैन एउटा कुरा है जसले चाहिँ तपाईँलाई फर्स्टमा लिन आउँछ जसले तपाईँलाई सुरुमा हेल्प गरेको हुन्छ धेरै कुराहरूमा हैन त अनि जसले तपाईँलाई खाना दिन्छ फर्स्टमा त्यो मान्छेलाई चाहिँ कहिले पनि नबिर्सिनु क्या यो युएसमा भेटिने त्यो मान्छेलाई चाहिँ एन्ड फर मी द्याट वाज सिमरन दिदी क्या इट्स लाइक यस्तो ठाउँमा आएर त्यसरी गर्नु भनेको इट्स अ ह्युज थिङ क्या है एन्ड सी डिड इट फर मी सी हेज अलवेज बिन देयर फर मी क्या गाइज हैन टिल नाउ अल्सो अलवेज क्या एकदम हेल्पफुल हुनुहुन्छ मेरो प्रति सपोर्टिभ एन्ड एभ्रिथिङ सो आई विल फर एभर बी ग्रेटफुल टु हर आई विल अलवेज रिमेम्बर हर क्या किनकि उहाँ नै थियो मेरो सुरुमा दसैँमा पनि सी वाज देयर फर मी कोही छ जस्तो फिल हुने भनेको उहाँ नै थियो क्या एन्ड नाउ कट्टु भात खानु पर्यो आई मिन भोक लागिरहेको थियो होइन अनि त्यो भात र चिकन जब मैले टेस्ट गरेँ नि इट वाज सो डिफ्रेन्ट होइन त लाइक त्यो चिकनको टेस्ट लाइक त्यो भातको टेस्ट हुन्छ नि एन्ड हुन्छ नि लिटरली त्यो चिकन जस्तो नि टेस्ट गरेर आएको थिएन क्या यहाँको त्यसपछि I was also very thirsty किनकि मैले पानी नि पिउन पाएको थिएन सो I was like okay finally I'm going to be drinking water and then जब मैले वाटर खाएँ त्यतिखेर त्यो वाटर पनि धेरै नै डिफ्रेन्ट थियो किनकि गाइज हुन्छ नि यहाँको लिटरली वाटरै डिफ्रेन्ट क्या नेपालभन्दा नि इट्स लाइक हुन्छ नि मैले चाहिँ सुरुमा ट्याप वाटर खाएन एन्ड इभन आई अल्सो ह्याड बोटल वाटर बट बोथ अफ देम वाज लाइक हुन्छ नि टेस्ट एकदम फरक क्या नेपालको वाटरभन्दा है एन्ड इट्स लाइक हुन्छ नि मलाई चाहिँ केही दिनपछि नै मेरो घाँटीमै प्रब्लम्स इस्युज भएको थियो क्या यहाँको पानी खाएर होइन त म नट जस्ट मी माई अदर रुममेट्स एज वेल होइन त अनि हामीले चाहिँ के गर्यौँ भन्दाखेरि पानी ततायो अनि ल्याएर फ्रिजमा राखेर चिसो गर्दै खाने त्यस्तो गरेको थियो अफकोर्स we can definitely buy bottled waters as well or filtered and all of that हैन अहिले त एकदमै सिचुएसन एकदम बेटर भएको छ बट सुरुमा चाहिँ we used to do like that हैन मलाई चाहिँ सुरुमा एभ्रिथिङ वाज सो फन हैन त म चाहिँ एक्चुअली अन क्याम्पस बस्छु भनेर आएको थिएँ हैन त एन्ड अन क्याम्पस चाहिँ ओरिएन्टेसन पछि मात्र बस्नु मिल्ने रहेछ एन्ड देन त्यतिसम्म चाहिँ म दिदीहरूसँगै बसेँ हैन त दिदीहरूसँग जबसम्म बसेँ इट वाज भेरी नाइस हैन भावना दिदी सिमरन दिदी म अनि अरू सिसहरू हुनुहुन्थ्यो अनि हामीहरू चाहिँ जान्थ्यो अनि यस्तो घुम्थ्यो होइन खान्थ्यो अनि लाइक राम्रो टाइम स्पेन्ड गर्थ्यो सँगै रुममै रमाइलो चिल हुन्थ्यो है अनि पछि ओरिएन्टेसन आयो ओरिएन्टेसन पछि आई ह्याड टु मुभ आउट होइन एन्ड म चाहिँ त्यसपछि अन क्याम्पस म गएँ है चाहिँ जब एयरपोर्टमा थिएँ नि नेपालदेखि आएको थिएँ आई डिडन्ट क्राई क्या द्याट टाइम होइन म त रुँदै रोएन क्या मलाई आँसु आएन क्या है अनि एकछिन प्लेनभित्र बस्दा चाहिँ मलाई यस्तो वियर्ड लाग्यो आई सुड बी क्राइङ होइन अलि यस्तो आँसु पोखाए जस्तो प्लेनभित्रै अनि केही भएन क्या सिमरन दिदीले चाहिँ मलाई चाउचाउ दिएर जानुभएको थियो क्या बिचरा वाइहरू होइन अनि त्यहाँबाट केही पढेँ मलाई भन है टासी बहिनी भनेर जानुभएको थियो क्या समरमा कोही थिएन नो बडी वाज देयर गाइज होइन अनि जब उनीहरूले मलाई त्यहाँ छाडेर गयो नि त्यसपछि चाहिँ म रोएँ क्या त्यसपछि चाहिँ लाइक आई वाज लाइक हुन्छ नि क्राइङ एन्ड आई स्टार्टेड टु फिल अल द्याट इमोसन जुन चाहिँ मलाई एयरपोर्टमा फिल हुनुपर्ने थियो लाइक नाउ लिभिङ अब मैले मेरो फ्यामिलीलाई अब 4-5 वर्षपछि मात्र भेट्न सक्छु आफ्टर आई ग्रेजुएट एन्ड त्यतिसम्म आई वोन्ट बी विथ देम एनी मोर अब चाहिँ म आफै गर्नुपर्छ है भन्दै अनि म ल रोएँ होइन त्यतिखेर चाहिँ त्यहाँबाट अनि केही छैन भन्दै अनि मैले मेरो माइन्ड डाइभर्ट गर्नलाई अनि मैले रुमहरू मिलाएँ होइन टक्क लगाएर त्योहरू गरेँ आई देन लाइक इभिनिङतिर थियो होइन त एन्ड आई रिमेम्बर्ड कि मेरो चार्जरै छैन रहेछ आफ्टरनुन इभिनिङतिर हो मेरो चार्जर थिएन क्या त्यतिखेर गाइस होइन एन्ड आई वाज लाइक ओ माई गड अब चार्जरै छैन अब के गर्ने होइन त मैले चाहिँ फेरि गाइस म आफै यति धेरै इन्फर्मेटिभ भिडियोज बनाउँछु होइन त एन्ड म आफैले त्यो मैले सबिन दाइको भिडियो चाहिँ हेरेको थिएँ यहाँको चाहिँ त्यो पोर्ट छुट्टै हुन्छ त्यो अगाडिको होइन एन्ड देन मैले आफै ल्याएको थिइनँ एन्ड देन म चाहिँ अनि त्यहाँबाट चार्जरको खोजीमा नि हिँडेँ है एन्ड मैले चाहिँ के भन्छ अरे गुगलमा सर्च गरेँ वेयर क्यान आई फाइन्ड चार्जर नियरेस्ट टु मी भनेर होइन एन्ड कस्तो टाढा लाइक वालमार्टहरूको लोकेसन देखाइरहेको थियो त्यतिखेर चाहिँ त्यो पनि टाढा अब हिँडेर गयो भने त टाढै हो है गाइस फेरि त्यो अनि मलाई त्यतिखेर जेटको केही आइडिया थिएन सटलको केही आइडिया थिएन राइडको केही आइडिया थिएन मलाई उबर पनि कसरी बुक गर्ने केही आइडिया थिएन सो आई वाज लाइक हुन्छ नि
आफै खोज्नुपर्छ भनेर अनि तर नि म निस्किहालेँ होइन त रुमदेखि एन्ड जब म निस्केँ तब चाहिँ आई मेट लाइक group of Nepali brothers and I was like, oh my god, this is the chance for me to ask for help भनेर अनि म भागेँ होइन त्यो दाइहरूप्रति I told them कि लाइक मेरो ब्याट्री चाहिँ डेड हुन आँटिसक्यो it was like हुन्छ नि गाइस 10% 8% मात्र and I don't have charger मैले चाहिँ ल्याएको थिएन नेपालदेखि प्लिज हेल्प गरिदिनु भने अनि उहाँहरूले चाहिँ तिमीले कोही चिन्ने छैन भन्नुभएको थियो क्या एकजना दाइले अनि मैले चाहिँ या छ मेरो दिदी हुनुहुन्छ भने तर अनि हि वाज लाइक यु सुड आस्क देम होइन एन्ड आई वाज लाइक हुन्छ नि मैले चाहिँ किन उनीहरूलाई सोधेको थिएन भन्दाखेरि किनकि चाहिँ हुन्छ नि मैले भर्खर त उनीहरूको घरबाट लिभ गरेछु आई क्यानट बी लाइक नेक्स्ट मिनट कलिङ देम एन्ड बी लाइक यो आई निड हेल्प दिस द्याट भनेर मलाई त्यस्तो फिल भयो क्या आफै होइन आई डोन्ट वान्ट टु बदर देम भनेर टाइपको फिल भयो क्या अनि सो द्याट्स वाइ म गएको थिएन अनि उहाँलाई चाहिँ अर्कै लागेछ बट देयर वाज अनदर दाई होइन एन्ड आई क्यानट टेक हिज नेम मेबी होइन अलिक प्राइभेसी इस्युले बट इफ यु आर वाचिङ दाई होइन थ्याङ्क यू भेरी मच है सो उहाँ चाहिँ एकदमै काइन्ड होइन एन्ड हि वाज लाइक हुन्छ नि सरी बहिनी म चाहिँ अहिले जिम जाँदैछु होइन अनि मेरो चार्जर चाहिँ घरमै छ अनि तर लाइक म जिम सक्ने बित्तिकै तिमी कम्फर्टेबल छौ भने मलाई इन्स्टामा मेसेज गर अनि त्यहाँबाट त्यसपछि अनि आई विल बरो यु भनेर भन्नुभएको थियो अनि अरू केही हेल्प चाहियो भने नि भन बहिनी भनेको थियो एन्ड त्यति भन्दै पुग्छ क्या गाइस त्यति भन्दै पुग्छ एन्ड यु वाज सो स्विट होइन त एन्ड आई वाज लाइक हुन्छ नि थ्याङ्क यू दाइ केही छैन म तपाईँलाई पछितिर मेसेज गर्छु भनेर अनि हुन्छ नि लाइक टिल दिस डे सो थ्याङ्कफुल टु हिम होइन एन्ड देन मैले चाहिँ अनि उहाँहरू गयो जिम एन्ड देन आई वाज लाइक ओके अब म आफै हेर्नुपर्छ भनेर होइन अनि म चाहिँ पहिला दिदीहरूसँग बस्दा चाहिँ म्याकडोनल्ड्स गएको थिएँ क्या अनि त्यो जाँदाखेरि बिचमा मैले स्टेसनरी देखेको थिएँ अनि त्यो स्टेसनरी चाहिँ म कि त आस्क गर्छु त्यहाँको मान्छेलाई कि त्यहाँतिर नि छ कि नाइ भनेर हेर्छु भनेर नि हिँडेको थिएँ त्यो स्टेसनरी नै लिटरली बन्द थियो समरमा कति धेरै ठाउँहरू बन्द हुँदो रहेछ अनि त्यसपछि आई लाइक वेन्ट टुवर्ड्स म्याकडोनल्ड हुँदै गइरहेको थिएँ त्यसपछि मैले दुईवटा कालीहरू भेटेँ क्या एन्ड सी वाज क्यारिङ अ बेबी एउटा काली चाहिँ अर्को चाहिँ यत्तिकै थियो हिँडिरहेको थिएँ अनि मैले उसलाई चाहिँ उनीहरूलाई अप्रोच गरेँ एन्ड आस्क देम कि यतातिर मोबाइल चार्जर कहाँ पाइन्छ मलाई यस्तो चाहिरहेको छ भनेको अनि दे डिरेक्टेड मी एन्ड दे वर लाइक तिमी यता त्यो वेब स्टोरमा जान सक्छौ त्यहाँनिर चाहिँ पाउँछ भने होइन आई वाज लाइक थ्याङ्क यू भेरी मच भनेर जान आँटेको थिएँ एन्ड देन वान गर्ल केम टुवर्ड्स मी होइन एन्ड सी वाज लाइक अलिकति पैसा छ भने दिन्छौ टाइपको क्या एन्ड देन आई वाज लाइक हुन्छ नि गाइस नेपालमा आई वाज लाइक हुन्छ नि बच्चैदेखि नभनौँ अब जबदेखि म हुन्छ नि अब हाई स्कुलतिर होइन मलाई कोही चाहिँदैन थियो कि गाइस म एक्लै बस्थेँ एक्लै पढ्ने त्यो हुन्छ नि स्टुडेन्ट त्यो कर्नरमा एक्लै बस्छ नि आई वाज द्याट काइन्ड अफ स्टुडेन्ट मैले त्यो कालीलाई के भन्यो भन्दाखेरि चाहिँ गर्ल होइन त तिमी जस्ट मेरो कम्पनीमा हिँड होइन तिमी जस्ट मसँग हिँड त्यो वेब स्टोरसम्म त्यही नजिक नै थियो क्या लिटरली गाइस होइन मलाई त्यो वेब स्टोरसम्म लग्नु अनि म तिमीलाई पैसा दिन्छु भने होइन एन्ड देन सी केम अलङ विथ मी सी हेल्प मी बाई charger and then मैले $20 दिएको थिएँ त्यो दाइलाई अनि वाट एभर चेन्ज केम आई गेभ इट टु हर होइन त इट वाज लाइक $9 or 10 12 समथिङ लाइक द्याट सरी ओ माई गड बट आई गेभ इट टु हर होइन एन्ड देन ऊ पनि खुसी म नि खुसी बट हुन्छ नि मलाई चाहिँ जस्ट त्यतिखेर रियलाइज भयो क्या मलाई एकदम यो ठाउँमा चाहिँ मान्छे चाहिन्छ भनेर फिल भयो क्या सो अन क्याम्पसमा के हुन्छ भन्दाखेरि तपाईँ अन क्याम्पस बस्यो भने बित्तिकै तपाईँलाई अटोमेटिकली अब त्यो डाइनिङमा गएर खाना पाउने त्यस्तो केही पनि हुँदैन क्या तपाईँले त्यो मिल प्लान भनेर लिनुपर्ने हुँदो रहेछ अनि मेरो पालि चाहिँ ठ्याक्कै के भयो भन्दाखेरि के भयो एउटा नेसनल हलिडे भएको रे अनि स्याटरडे सन्डे पनि छुट्टी रे सो अफिस पनि खोलेको थिएन एन्ड देन आई वाज लाइक ओ माई गड हुन्छ नि आइ एम स्टक टाइपको क्या के गरेँ भन्दाखेरि त्यो राति चाहिँ मैले सिमरन दिदीले दिएको चाउचाउ नै खाएर बिताएँ होइन त एन्ड देन नेक्स्ट डे चाहिँ मैले के प्लान गरेको थिएँ भन्दाखेरि म पहिला कुरा म्याकडोनल्डमा गएर ब्रेकफास्ट गर्छु त्यसपछि म वालमार्टमा गएर मेरो लागि खानेकुराहरू लिएर आउँछु भनेर सोचेको थिएँ क्या गाइस एन्ड यता अन क्याम्पसमा चाहिँ पकाउन मिल्दैन क्या कज देयर इज नो ग्यास देयर है सो आफै कुक गरेर खान्छु भन्ने पनि थिएन क्या अन क्याम्पस जुन चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई यस्तो सोच्दाखेरि चाहिँ अनि त्यसपछि मम्मीको कल आउँछ होइन अनि अगाडि चाहिँ होइन मम्मी हेर्नु यो मेरो अन क्याम्पसको रुम हो राम्रो छ यस्तो छ उस्तो छ भनेर देखाउने होइन अनि भाइ पनि ओ दामी रहेछ मम्मी भनेर खुसी हुने अनि कल कट गरेपछि कस्तो मन दुख्ने क्या लाइक कस्तो नराम्रो फिल हुने क्या लाइक आई डोन्ट नो लाइक त्यस्तो चाहिँ केही गाह्रो भएको छैन तर नि क्या नराम्रो फिल हुने क्या रुन मन लाग्ने होइन
त्यस्तै भयो है। एन्ड देन आई डिसाइडेड टु टेक द सटल चाहिँ फ्री हो गाइज होइन। एन्ड मैले यसो हेरेर अनि सटल लिने सोचेँ। त्यसपछि म चाहिँ फेरि अन क्याम्पसभित्र टेबलमा बस्थेँ होइन। यो ठाउँ त कस्तो रहेछ, मलाई त्यस्तो मन दुख्यो होइन, म त यस्तो स्ट्रङ मान्छे, म किन रोइरहेको छु भन्दै आफै पागल जस्तै रोइरहेको थिएँ होइन। त्यहाँको स्टाफले नि बिचरा यसो हेरेर गयो तर बोल्न आउनु भएन है। अनि त्यसपछि सडनली एउटा मुस्लिम केटा आइरहेको थियो क्या त्यहाँदेखि। अनि म त छिट्टो छिट्टो आँसु पुसेँ होइन। अनि त्यो आयो यत्तिकै बसेँ होइन। पछि त अनि कुरा गर्न थाल्यो, तिमी पनि जाने हो सटलमा भनेर भने होइन। अनि मलाई त अब एक्ज्याक्ट थाहा थिएन क्या, अब वालमार्ट नै गइन्छ भनेर। वालमार्ट नि के नेबरहुड सुपर सेन्टर के हुने रहेछ होइन त। एन्ड हि वाज लाइक म नि वालमार्ट सुपर सेन्टर जाँदै, तिमी पनि जानुपर्छ, अनि ल्यापटप किन्ने भयो त झन् त्यही जाऊ हुन्छ नि। आई रियली इन्जोयड हिज कम्पनी है गाइज बाई द वे। एन्ड हि स्टार्टेड टु टक अबाउट स्टफ लाइक हुन्छ नि, तिमी ट्रान्सफर हुन्छौ कि नाइ, अनि के भन्छ अरे म चाहिँ हुँदिनँ, तिमीहरू गयो भने राम्रो हो, म त राम्रो राम्रो जब पाएर बस्ने हो, तिमीहरू जानुपर्छ, अनि बल्ल हामीलाई जब खुल्छ यसो भन्दै थियो क्या। ऊ पनि मेरै इन्टेकमा आएको थियो होइन समरमा। एन्ड आई जस्ट इन्जोय, फर्स्ट टाइम इन्जोय भयो होइन। लाइक कुरा गरेर अब आफ्नै कोही मान्छे भेटा जस्तै है, नेपाली नै थियो ऊ होइन। एन्ड त्यसपछि अनि मैले चाहिँ चक्लेट डोनट उठाएँ, यत्रो चक्लेट डोनट उठाएँ, त्यहाँदेखि कफी उठाएँ, त्यहाँदेखि मैले बनाना उठाएँ, स्ट्रबेरी उठाएँ, चौचौहरू उठाएँ होइन त। अनि मैले त्यो सब लगेर गएँ है अन क्याम्पस, किनकि क्याम्पसमा माइक्रोवेभ हुँदो रहेछ गाइस। बट मलाई त्यतिखेर पहिला कुरा माइक्रोवेभ थियो कि नै भनेर थाहा थिएन। सेकेन्ड कुरा मलाई माइक्रोवेभ युज गर्नै आउँदैन थियो, विच इज भेरी सिम्पल, ट्याट मात्र, तर मलाई आउँदैन थियो है त्यतिखेर। अर्को कुरा मलाई वाइफाईको पासवर्ड थाहा थिएन गाइस। एन्ड आई वाज लाइक ओ नो, के गर्ने होइन। त्यसपछि एकजना नेपाली केटा भेट्यो, अनि उसलाई सोधेको त पछि त वाइफाईको पासवर्ड त तिम्रो इमेलमै हुन्छ त भने होइन। म त हेरेको त्यही भेट्यो। एन्ड आई वाज लाइक ओ माई गड, ओके टासी, एटलिस्ट इमेल त चेक गर्नुपर्छ नि होइन मैले। अनि त्यहाँबाट सो त्यसैले गाइस तपाईँहरू पनि होइन यतातिर जे पनि हुन्छ नि सबै इमेलमा आइरहेको हुन्छ क्या तपाईँको आउटलुकको। सो आफ्नो इमेल चाहिँ चेक गर्नु है, एकदमै एकदमै इम्पोर्टेन्ट हो है गाइस। अनि त्यसपछि अब वाइफाईको पासवर्ड थाहा पाएँ। एन्ड देन म पुरा भिडियोहरू एडिट गर्न थालेँ होइन। मेरो समर ओरिएन्टेसनको भिडियो एडिट गर्नुपर्ने थियो, अनि त्योहरू गर्न थालेँ। अनि त्यसपछि मैले राति चाहिँ मैले सिरियल पनि लिएर आएको थिएँ। एउटा प्लेट थियो मसँग नेपालदेखि ल्याएको, बाउल चाहिँ ल्याएको थिएन मैले, प्लेट ल्याएको थियो। त्यो म कफी हालेँ, अनि त्यहाँबाट त्यो सिरियल हालेँ, अनि खाना थालेँ होइन। अनि त्यसपछि मलाई निन्द्रा लागेन, लिटरली मलाई निन्द्रा लागेन। म यस्तो निन्दाउने मान्छे होइन गाइस टाइममा, तर त्यो बेला मलाई निन्द्रा लागेन। एन्ड द्याट वाज अल बिकज अफ द्याट कफी। त्यो कफीले गर्दा नेपालको कफी त म खाने बित्तिकै त्यही बेलै निदाइदिन्थेँ क्या, तर यहाँको कफी त यस्तो इफेक्टिभ होइन। म त्यो रातभरि उठेर बसेँ। एन्ड द वर्स्ट पार्ट इज म एकदम भूतदेखि डराउने मान्छे हो गाइस, एकदम। झन् म निन्दाउँदै हिँडिसक्यो, 12 बजिसक्यो, हिँडिबस्यो, 3 बजिसक्यो, भूतको एक्टिभ टाइम भइसक्यो गाइस। त्यति बेला पनि म निन्दाएन। एन्ड म के गर्थेँ बसेको भन्दाखेरि पहिला त म मम्मीसँग कुरा गर्दै बसेँ होइन। त्यसपछि मम्मीसँग कुरा गरेपछि चाहिँ म चाहिँ बाइबल होइन पुरा हातमा लिएँ, अनि मेरो भगवान्को फोटो हुन्थ्यो त्यो चाहिँ मेरो पिलोको तल राखेर भगवान्को जाप गर्दै हुन्छ नि। अनि कति हनुमान चालिसा आउँथ्यो, त्यही जप्दै पुरा होइन, डर लागेर क्या, किनकि कोही थिएन क्या त्यो बिल्डिङमा हुन्छ नि धेरै जस्तो। अनि सो आई वाज लाइक त्यो चाहिँ मेरो वर्स्ट हो। अनि त्यसैले म यहाँको कफी चाहिँ न न न भन्छु क्या। त्यो बेलामा चाहिँ एकदम एकदम डेन्जर इफेक्टिभ हुन्छ, डेन्जर है। एन्ड देन द्याट्स नेक्स्ट डे चाहिँ मैले एडिटहरू गरेरै बिताएको थिएँ। एन्ड देन आई वेन्ट टु सिमरन दिदी। आई वाज लाइक दिदी प्लिज मलाई लिनु भने होइन। एन्ड देन एज सुन एज आई सेड द्याट नट जस्ट हर, अब अरूहरू नि बस्थ्यो होइन त, अरूहरू पनि दे वर लाइक ओके हुन्छ नि इन्स्टेन्टली क्या, नट सेकेन्ड थट केही पनि नलिकन इन्स्टेन्टली दे वर लाइक हुन्छ टासी आऊ भने होइन। एन्ड देन आई वाज लाइक ए। एन्ड देन म नि उहाँहरूसँग मुभ गरेँ। त्यसपछि थिङ्स स्टार्टेड टु गेट बेटर होइन त। आई स्टार्टेड टु फिल वे लाइक गुड विथ देम होइन। अनि त्यसपछि चाहिँ एभ्रिथिङ वाज गुड। सो त्यही थियो मेरो फर्स्ट एक्सपिरियन्स चाहिँ यताको होइन, त्यस्तै थियो मेरो। अलराइट गाइस, नाउ लेट्स कम टु कल्चर सकको पार्टमा होइन त।
सो मलाई के कल्चर सक भयो विच वर मेनी देयर आर मेनी इन माई लिस्ट होइन त. सो लेट्स स्टार्ट विथ समथिङ. अब मैले सुरुमा त भने होइन, अघि नै मेरो एक्सपिरियन्स भने यहाँमा चाहिँ जति पनि तपाईँले नेपाली फुड मिठो बनाउन खोज्छ नि, नेपाल जस्तो त्यो कहिले पनि हुँदैन. लाइक त्यो मिटहरू जतिसुकै जे मसला हाल गर, तर पनि नेपालको जस्तो चाहिँ हुँदैन क्या खानेकुराहरू है. त्यो हो. अर्को कल्चर सक चाहिँ मलाई जुन चाहिँ एकदम रिसेन्ट भएको होइन त, द्याट इज हुकअपहरूलाई एकदम नर्मलाइज गर्ने क्या. मतलब हामीले सुन्छ नि अमेरिकामा त यस्तो नर्मल हो यस्तो हो भनेर, मैले रियलमा नि थाहा पाएँ क्या. मतलब आफै फेस गरेँ होइन त. पिपल आर लाइक हुन्छ नि, आई स्लेप विथ दिस गाय, आई स्लेप विथ द्याट गाय, एन्ड आम लाइक हुन्छ नि मलाई कस्तो अनकम्फर्टेबल लागिरहेको छ होइन त यो कुरा सुनेर है. बिकज इट्स नट नर्मल फर अस होइन, हामी त्यस्तो गर्दैन. तर उनीहरूलाई चाहिँ मल्टिपल पार्टनर्स हुन कि त बिहेभन्दा अगाडि धेरै हुन्छ नि लाइक बडी काउन्ट धेरै हुन केही लाग्दैन रहेछ क्या. लाइक जोसँग पनि यु जस्ट मिट द्याट पर्सन एन्ड देन यु जस्ट you know what I mean होइन. सो त्यस्तो नर्मल मान्दो रहेछ क्या यता चाहिँ, उनीहरूलाई केही लाग्दैन रहेछ. अर्को चाहिँ यता के जस्तो पनि मैले देखेँ भन्दाखेरि चाहिँ धेरै जस्तो मान्छेहरू चाहिँ दे आर अल फोकस्ड अन द वर्क होइन त. मोस्टलीको सोसल लाइफ भन्ने चाहिँ अलि हुँदैन रहेछ काइन्ड अफ होइन त. किनकि हामी नेपालमा हेर्छौँ भने त त्यति तपाईँ स्कुलमा जान्दै हुनुहुन्छ नि, इट्स लाइक भेरी क्लोज निट क्या. एकअर्कासँग बोलिन्छ, देयर इज लाइक दिस हुन्छ नि राम्रो नेबरहुड रिलेसनसिप, सेयरिङ हुन्छ, आफ्नो कल्चरहरू कुराहरू गरिन्छ, लाइक सोसल लाइफ भइन्छ क्या नेपालमा चाहिँ होइन त. बट यता चाहिँ धेरै जस्तो मान्छेहरू आफ्नो काममा मात्र फोकस गर्ने, आफ्नै कुराहरूमा मात्र फोकस गर्ने, धेरै घुलमिल्न नखोज्ने टाइपको रहेछ है. मैले देखेसम्मको चाहिँ त्यस्तो खालको रहेछ. आफ्नै लाइक धेरै जजमेन्टहरू नगर्ने गाइस. मेन चाहिँ यता जजमेन्टहरू खासै नगर्ने, आफ्नो दे माइन्ड देयर ओन बिजनेस टाइपको त्यस्तो टाइपको रहेछ होइन त. सो विच इज अ गुड थिङ एक्चुली होइन. बट यता चाहिँ तर भन्नुपर्दा सोसल लाइफ चाहिँ छैन क्या. त्यसैले गर्दा तपाईँहरूले सुन्नुहुन्छ क्या यता अब नेपाली अङ्कल आन्टीहरूले यता अब भन्नुहुन्छ नि यो युएस युएस युएस, तर यता आएपछि चाहिँ त्यहाँ गरिदिनु होइन म त नेपाल फर्किन्छु मेरो छोरी भन्ने टाइपको हुन्छ क्या. सो किनकि यता चाहिँ सोसल लाइफ छैन जुन चाहिँ उहाँहरूलाई नेपालमा भइन्छ होइन त. सो त्यो हो रिजन चाहिँ. अनि अर्को चाहिँ कल्चर सक भनेको मलाई फुडमा भयो. उनीहरूको फुड, उनीहरू हरेक चिजमा सुगर हाल्ने, हरेक चिज गुलियो मनपर्ने क्या उनीहरूलाई. एन्ड जस्तो कि हामी नेपालीहरूलाई हरेक चिज चटपटाहरू हुन्छ नि, इन्डियनहरू पनि चटपटा त्यस्तोहरू मनपर्छ नि, त्यस्तै गरी उनीहरूलाई चाहिँ नो चटपटा क्या, सुगर मनपर्ने. एन्ड वान थिङ द्याट ब्लू माई माइन्ड वाज वेन आई was looking for something spicy and it was like I looked up the label and it was like I read it read spicy plus sugar okay? And I was like spicy plus sweet or something like that. I was like no, किनकि कति धेरै सुगर क्या. चक्लेट त ओ माई गड, मेरो सुगर टोलरेन्स यति बढिसक्यो नि गाइस, म चक्लेट कति खान सक्छु क्या गुलियोहरू होइन. एन्ड द्याट इज सो ब्याड. एन्ड अनदर कल्चर सक चाहिँ जुन मलाई के भयो भन्दाखेरि चाहिँ यहाँमा चाहिँ हुन्छ नि बडीलाई, अब बिग बडीलाई चाहिँ लभ गर्ने क्या. जस्तै कि नेपालमा चाहिँ के खालको सिस्टम छ भन्दाखेरि पातली राम्रो यो त्यो भनिन्छ. अनि मोटो मान्छेहरूलाई लुगाहरू पाउन गाह्रो भइन्छ नेपालमा होइन. तर युएसमा चाहिँ त्यस्तो छैन. युएसमा त हामीलाई हेऱ्यो भने हामी त कति वर्षको भर्खर 14 वर्षको भन्छ मलाई, अनि मेरो सेम्रान दिदीलाई त 16 वर्षको भन्छ. उनीहरूलाई चाहिँ हामी एकदम सानी लाग्छ क्या. तर अफकोर्स वी आर नट होइन त. अनि हाम्रा चाहिँ त्यसै गरी मैले हेरेको होइन, लाइक आफू बडी ठुलो छ भने पनि आफू कन्फिडेन्ट भइन्छ क्या मान्छेहरू. यहाँमा कन्फिडेन्ट छन् होइन, आफू बडी मास ठुलो भए पनि जे भए पनि होइन. एन्ड त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो यहाँको चाहिँ एउटा सिस्टम होइन, विच इज रियली गुड. एन्ड नाउ अनदर इज लाइक अ बिट कन्ट्रोभर्सियल, बट यहाँको मान्छेहरू चाहिँ अब नेपालमा भनिन्छ नि नेपाल इज दिस कन्ट्री हुन्छ नि डेभलपिङ कन्ट्री, यताको त्यो के भन्छ अरे नेपालमा यो इस्युहरू छ, कास्ट सिस्टम छ, नेपालमा डिस्क्रिमिनेसन छ, के छ भनिन्छ नि. अनि युएसमा चाहिँ केही छैन जस्तो लाग्छ नि, त्यस्तो केही पनि होइन. युएसमा पनि मान्छेहरू कति रेसिस्ट हुन्छन् क्या. रेसिस्ट भनेको चाहिँ कस्तो भने चाहिँ अब एजियन देखेपछि ल यो यस्तो हुन्छ नि, यो त कुकुर खान्छ यस्तो टाइपको अज्युम गर्ने क्या. कोही चाहिँ एकदम रेसिस्ट एकदम बुलिजहरू हुन्छ क्या. अनि त्यो चाहिँ हुन्छ नि त्यस्तो नि हुँदो रहेछ यता चाहिँ. मलाई त्यही सक लाग्यो किनकि वी सी दिस लाइक ओ युएस त पिक्चर पर्फेक्ट एभ्रिथिङ गुड टाइपको लाग्ने. तर होइन, यहाँमा पनि पोर पिपलहरू हुन्छन् जस्तै कि नेपालमा छ. यहाँमा पनि गाउँ जस्तो ठाउँहरू छ. एन्ड म त्यही एउटा गाउँमै बसिरहेको छु, विच इज
अगेन नट अ ब्याड थिङ, गाउँ भनेको नराम्रो चिज होइन होइन, नराम्रो ठाउँ होइन। आई लभ दिस प्लेस। धेरै जस्तो मान्छेलाई आर्कान्सा एकदम मनपर्छ। सो त्यो सक्सहरू भयो क्या। जस्तै कि युएस भनेपछि सब ठाउँमा ठुला ठुला बिल्डिङ्सहरू हुन्छन् भन्ने हुँदैन। लाइक हुन्छ नि यस्तै गाउँहरू, खेतीबारी, गाईहरू पालेको, घोडाहरू राखेको, हरियाली, नेपालभन्दा नै धेरै हरियाली, त्यस्तो त्यस्तो हुने ठाउँहरू नि छ क्या। अनि सो त्यस्तो नि हुँदो रहेछ। अनि त्यस्तै कल्चर सकहरू चाहिँ भएको थियो मलाई। नाउ नेक्स्ट इज मस्ट नो स्किल्स इन द युएस होइन त। सो यो स्किल्सहरू चाहिँ जुन म तपाईँलाई भन्नेछु नि, यो चाहिँ अब त्यो कामहरूको त्यस्तो जबहरूको भनाइ होइन क्या मैले। यो स्किल्स चाहिँ यस्तो स्किल्सहरू हुन् जसले गर्दाखेरि चाहिँ तपाईँ आफूमै लाइक डिपेन्डेन्ट, युआर गन बी इन्डिपेन्डेन्ट होइन। यदि तपाईँलाई मैले जुन स्किल्सहरू भन्दैछु त्यो तपाईँले त्यो लर्न गर्नुभयो भने चाहिँ तपाईँ कसैमा नै डिपेन्डेन्ट भएर बस्नु पर्दैन। नाउ द फर्स्ट इज कुकिङ। गाइज कुकिङ इज सो इम्पोर्टेन्ट। तपाईँहरूले हुन्छ नि त्यो म्यागी मात्र बनाएर हुँदैन, पानी तताएर मात्र उमाल्दा मात्र आएर हुँदैन होइन त। यु निड टु लर्न अ लट। लाइक अब खानाहरू हुन्छ नि डिफ्रेन्ट डिफ्रेन्ट क्विजिन। अब आइम नट टकिङ अबाउट फ्रेन्च, इटालियन एन्ड अल अफ द्याट होइन। आइम टकिङ अबाउट लाइक अब बनाउन आउँछ त कोही कोहीलाई, अब थकाली बनाउन आउँछ कोही कोहीलाई अब के भन्छ अरे त्यो चिकन लेग पिस त्यो राम्ररी म्यारिनेट गरेर राम्ररी पकाउन आउँछ, पानीपुरी बनाउन आउने, चटपटे बनाउन आउने आफ्नो लागि होइन त, पोर्क मासु बनाउन आउने, त्यस्तो त्यस्तोहरू होइन। सो त्यस्तोहरू चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट डिसेसहरू बनाउन आउन जान्नुपर्छ। सो त्यो कुकिङ चाहिँ एकदमै इम्पोर्टेन्ट हो क्या। एन्ड नेक्स्ट भनेको चाहिँ ड्राइभिङ गाइज। ड्राइभिङ युएसमा कार नभइकन इट्स गन बी भेरी हार्ड, टु कम्युट एउटा ठाउँदेखि अर्को ठाउँमा जानलाई। जस्तै कि अब तपाईँ क्याम्पस जाँदै हुनुहुन्छ कि त वालमार्ट जाँदै हुनुहुन्छ भन्दाखेरि तपाईँलाई कार चाहिँ चाहिन्छ क्या। त्यसले तपाईँको धेरै टाइम सेभ गर्छ, त्यसले तपाईँको धेरै मनी सेभ गर्छ। यता राइडहरूको कति कस्ट लाग्छ गाइज होइन त। एन्ड तपाईँले यता कार त सुरुमा थोरै पैसामा नि लिन सक्नुहुन्छ सेकेन्ड ह्यान्ड होइन त। एन्ड त्यो पनि इन्स्टलमेन्टमा लिन सक्नुहुन्छ, जस्तै कि महिनामा थोरै थोरै पैसा हाल्दै गरेर तिर्न नि सक्नुहुन्छ। सो त्यस्तो गर्दा नि धेरै अप्सन्सहरू छ क्या यता। सो ड्राइभिङ चाहिँ एकदमै इम्पोर्टेन्ट हो, कार चाहिँ एकदमै इम्पोर्टेन्ट हो। नाउ धेरै जस्तो स्टुडेन्टहरूले चाहिँ फर्स्ट सेमेस्टरमा के मिस्टेक गर्छ भन्दाखेरि एकदम बेल्ले भएर बस्दिन्छ क्या। अब लेजर टाइममा के गर्ने पहिला कुरा त उनीहरूलाई आइडिया पनि हुँदैन होइन त। सो तपाईँले त्यो बेला चाहिँ ड्राइभिङ पर्मिट निकाल्नु पर्ने हो, त्यो बेला चाहिँ तपाईँले कारहरूमा इन्भेस्ट गर्नुपर्ने हो होइन त। त्यसरी चाहिँ अनि तपाईँहरूले लाइक यु गन बी वे अहेड है। सो त्यस्तो गऱ्यो भने चाहिँ तपाईँको फर्स्ट सेमेस्टरको टाइम चाहिँ युटिलाइज भइन्छ। नाउ थर्ड इज युजिङ डेबिट कार्ड एन्ड क्रेडिट कार्ड होइन। नेपालमा आई नो इट्स अल क्यास सिस्टम, बट यता चाहिँ धेरै जस्तो कार्ड हुन्छ अनि कुनै कुनै ठाउँमा त क्यास नि एक्सेप्ट गरिँदैन होइन त। सो त्यसैले डेबिट कार्ड र क्रेडिट कार्ड युज गर्न धेरै जान्नुपर्छ। लाइक अब त्यो भनेको गाह्रो पनि छैन फेरि, लिटरली यु गो टु ब्याङ्क यु गेट अ डेबिट कार्ड एन्ड यु जस्ट युज इट, त्यो होइन त। बट क्रेडिट कार्डमा चाहिँ धेरै कुराहरू जान्नुपर्ने हुन्छ, त्यसले गर्दाखेरि पछि राम्रो हुन्छ क्या हामीलाई चाहिँ। सो क्रेडिट कार्डको चाहिँ दामी दामी युजहरू हुन्छ, त्यो पनि आई अल्सो वान लर्न एन्ड इफ आई डु then I'll definitely share with you guys है त। Now next is टाइम म्यानेजमेन्ट। तपाईँहरू धेरैजनालाई चाहिँ डाउट होला क्या, अब यो युएस नेपाली स्टुडेन्टहरू कि त अरू इन्टरनेसनलहरू स्टुडेन्टहरू यो युएसमा जान्छन्, आफ्नो काम नि म्यानेज गर्नुपर्ने हुन्छ, आफ्नो पढाइ नि हेर्नुपर्ने हुन्छ, आफ्नो फ्यामिलीलाई नि टाइम दिनुपर्ने हुन्छ। अब झन् रिलेसनमा छ भने गर्लफ्रेन्ड बोयफ्रेन्डलाई टाइम दिनुपर्ने हुन्छ, आफ्नो लागि टाइम दिनुपर्ने हुन्छ। जस्तो कि हामी त रेस्ट गर्नु पऱ्यो नि त, अब वी आर नट मसिन होइन। आफ्नो सेल्फ टाइम दिनुपर्ने हुन्छ। अनि जस्तै कि अब हाम्रो फ्रेन्ड्सहरूलाई टाइम दिनुपर्ने हुन्छ। अनि इफ यु आर लाइक अ कन्टेन्ट क्रिएटर होइन, तपाईँले आफ्नो कन्टेन्टमा नि टाइम दिनुपर्ने हुन्छ। यति धेरैमा कसरी अब स्टुडेन्ट्सहरूले आफ्नो टाइम म्यानेज गर्छ त भन्ने तपाईँहरूलाई क्वेसन होला होइन त। सो असाइनमेन्टमा इट इज च्याट जिपिटी। द मन्त्र इज च्याट जिपिटी ओभर हियर होइन त। नट एभ्री स्टुडेन्ट डज इट है। फेरि सबैजनाले त्यस्तो गर्ने भन्ने हुँदैन। त्यो एरियामा धेरै स्टुडेन्ट्सहरू छन् जो चाहिँ एकदमै इमान्दारहरू छ, अब आफै गर्छन् होइन त। बट अरू स्टुडेन्ट्सहरू पनि छन् जसले चाहिँ बेसिकली के गर्छन् होइन, इफ यु वान नो भने चाहिँ होइन च्याट जिपिटीमा आफ्नो असाइनमेन्ट हालिदिन्छ होइन त। अनि त्यसलाई त्यसको एन्सर लेखिदिनु भन्छ, त्यसलाई चाहिँ ह्युमनाइज गरिन्छ, ह्युमनाइज गरेर चाहिँ एआई चेक गरिन्छ अनि त्यही हालिन्छ होइन त आफ्नो असाइनमेन्टमा। नाउ त्यो गरिन्छ। अब त्यस्तो गरेपछि चाहिँ अनि प्रोफेसरले जब चेक गर्छ त्योमा एआई डिटेक्ट हुँदैन, किनकि ह्युमनाइज गरेको हुन्छ नि त, अनि एआई नै चेक गराएको हुन्छ। So that's how some students do over here, but अरूहरूले त्यसो गर्दैन। That's just some student. And now next is self-care skills होइन त। And they are threading, makeup,
हेयर कटिङ एन्ड नेल्स है त। सो यो चाहिँ केटीहरू गर्ल्स एन्ड बोइज एज वेल, केटाहरू पनि हेयर कट एन्ड केटाहरूले नि आजकल मेकअप लाउँछ हो। सो त्यस्तो चिजहरू होइन सिक्नु क्या एकदम इम्पोर्टेन्ट हो। यो भएपछि तपाईँले अरूमा डिपेन्डेन्ट हुनु भएन होइन। लाइक आफ्नो आइब्रोज आफै मिलाउन सक्ने, इभन आइल्यासेस एक्सटेन्सन, यदि तपाईँहरूलाई झन् यस्तो कुराहरूमा इन्ट्रेस्ट छ भने गो फर इट गाइज। यहाँमा धेरै राम्रो हुन्छ होइन, तपाईँले एकदम सजिलो हुन्छ अनि जस्ट राम्रो हुन्छ क्या, ट्रस्ट मी गाइज अन दिस वान होइन त। सो आफ्नो लागि आफ्नै नेल्सहरू बनाउने, प्लस योले गर्दाखेरि बाहिरतिर खर्च नि हुँदैन क्या। इट्स गन बी भेरी हेल्पफुल टु यु गाइज होइन। सो त्यस्तोहरू पनि सिकेर आउनु। नाउ द नेक्स्ट एन्ड द फाइनल स्किल इज बजेटिङ है त। अब बजेटिङ चाहिँ यता एकदमै इम्पोर्टेन्ट छ। सुरुमा त हामी त पैसा फालिदिने होइन, न्यू स्टुडेन्ट भनेपछि त कोही चाहिँ धेरै च्याप्ने हुन्छ, कोही चाहिँ ड्याममै फालिदिने हुन्छ होइन त। सो बजेटिङ पनि धेरै इम्पोर्टेन्ट हो। यता केही समथिङ 60-30-20 रुल त्यस्तो भन्ने पनि हुँदो रहेछ। त्यस्तो रुल्सहरू के हुन्छ नि। अब फाइनेन्सियल कसरी म्यानेज गर्ने त्यस्तोहरू चाहिँ थाहा हुनुपर्छ क्या हजुरलाई। कुन पैसा कहाँ गइरहेछ, रेन्टमा कति तिर्ने हुन्छ नि, यस्तो खालको बजेटिङहरूको स्किलहरू पनि थाहा हुनु धेरै इम्पोर्टेन्ट छ है त। सो त्यही थियो सम अफ द मस्ट नो स्किल्स in the US and I hope that you guys will learn it किनकि यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो है। Now a lesson that I learned जुन चाहिँ एकदमै इम्पोर्टेन्ट हो, which I also want you guys to keep it in your mind like a mantra होइन। Don't trust your friends or do not follow your friends blindly। त्यो चाहिँ म आज इन्क्लुड गर्न चाहन्छु होइन, एकदमै इम्पोर्टेन्ट त्यो पनि नम्बर 3 मा है। किनकि हुन्छ नि यता सबैजनाको आफ्नै मोटिभ हुन्छ, यता सबैजना आफ्नै फाइदाहरू हेर्छन् होइन त। अब त्योसम्म त ठिक छ, तर आफ्नो फाइदाको लागि अरूलाई घिराउने, अरूलाई रङ देखाउन खोज्ने त्यस्तोहरू पनि हुन्छन् क्या गाइज। यता यु माइ नट सी बट यु विल सी द मोस्ट फेकेस्ट पिपल। आफ्नो सर्भाइभलको लागि गर्न खोज्ने, जे पनि गर्न खोज्ने मान्छेहरू तपाईँले यहाँ युएसमा आएर चाहिँ तपाईँले देख्नुहुन्छ क्या। त्यो रियालिटी अफ पिपल एन्ड अल अफ द्याट चाहिँ त्यो चाहिँ म ग्यारेन्टी वारेन्टी दिएर भन्छु है। नाउ अब वाइ एम आई सेङ डु नट फलो यर फ्रेन्ड्स ब्लाइन्डली भनेको चाहिँ अब यसको म आम गोना टेल यु 3 रियल स्टोरिज है त। सो फर्स्ट चाहिँ अब दे वर ग्रुप अफ गर्ल्स होइन त, जो चाहिँ टेक्सस अब आर्कान्सादेखि ट्रान्सफर गर्ने सोचेको थियो। एन्ड एउटा केटीको चाहिँ काम के थियो भन्दाखेरि ऊ चाहिँ अब जाने अनि उसले चाहिँ अकोमोडेसन खोजिदिने क्या, लाइक रुमहरू खोजिदिने, किनकि सी वाज गोइङ अर्लियर होइन त। अनि उसको चाहिँ त्यो काम थियो एन्ड सी वाज लाइक ओके विथ द्याट। सी वाज लाइक हुन्छ म खोजिदिन्छु, ऊ र एउटा केटी। एन्ड उनीहरूको चाहिँ के प्लान थियो भन्दाखेरि उनीहरू टेक्सस गएर नै सँगै बस्ने भन्ने प्लान थियो क्या। अनि लाइक इभन लाइक गाडीभित्र छिटो अब जाँदा नि त्यतिसम्म नि देव लाइक हुन्छ नि त्यही गर्ने भनेर। तर जब उनीहरू त्यहाँ गयो नि, सी चेन्ज हर माइन्ड। ऊ चाहिँ आफ्नो अङ्कलसँगै बस्यो होइन त। अब डोन्ट नो वाट वाज द रिजन, बट हुन्छ नि सी स्टेड विथ हर अङ्कल। सी वाज लाइक हुन्छ नि अब म अकोमोडेसन हेरिदिनँ, अब आफ्नै हेर्नु होइन, बट आइम नट गन बी डुइङ द्याट भनेर चाहिँ उसको साइडबाट आयो। अनि त्यसपछि उनीहरू जो सँगै बस्ने भनेर कुरा थियो, उनीहरू सब छुट्टै बस्यो क्या, लिटरली एभ्री वान दे अल सेपरेटेड। नाउ डु नट फलो यर फ्रेन्ड ब्लाइन्डली। सो नेक्स्ट स्टोरी इज चाहिँ दुइटा केटीको होइन त। के भएको थियो भन्दाखेरि चाहिँ उनीहरू चाहिँ यता धेरै मिल्ने है गाइज, धेरै मिल्ने साथी। अनि त्यसपछि उनीहरू चाहिँ न्युयोर्क गएको थियो है। सो न्युयोर्कमा पनि उनीहरू सँगै बस्ने कुरा थियो क्या। बट एउटा केटीको चाहिँ त्यहाँ दिदी थियो, अब अर्को चाहिँ मलाई एक्ज्याक्टली थाहा भएन किनकि मैले यो सुनेको होइन। देन सी स्टेड विथ हर सिस्टर एन्ड त्यसपछि उसले चाहिँ आफ्नो फ्रेन्डलाई डम्प गर्यो क्या। उसले चाहिँ सी वाज लाइक हुन्छ नि अब हामीसँगै नबस्ने टाइपको क्या। अब यस्तो मिल्ने साथी त्यहाँमा गएर चाहिँ सी वाज लाइक हुन्छ नि चेन्ज क्या। उसलाई चाहिँ किन उनीहरू चाहिँ सँगै बसेन क्या। अब उसले अब नराम्रो गरेको त के होइन, त्यो अनदर गर्ल, बट मेबी ऊ आफ्नो सिस्टरसँग बस्यो, अलिक सिक्योर फिल भयो होला, अनि किन अननेसेसरी खर्च गर्ने भनेर होला। सो द्याट इज वाइ यता like I told you earlier, do not follow your friends blindly है। Now the final story is of like again two girls जो चाहिँ यहीँदेखि न्युयोर्क गएको थिए होइन त। फ्लाइटभरि एकदम राम्ररी बोल्यो, एकदम राम्रो फ्रेन्ड्स, यता पनि चिन्ने होइन त। अनि लाइक हुन्छ नि अब जब त्यहाँ ल्यान्ड भयो नि त्यसपछि चाहिँ
उसको चाहिँ दिदी समथिङ के भएर हुन्छ नि यसलाई कन्ट्याक्ट भइरहेको थिएन, समथिङ के इस्यु भइरहेको थियो क्या। एन्ड जस्ट के सुन्नमा आयो भने चाहिँ लाइक हर सिस्टर वोन्ट बी देयर टाइपको त्यस्तो टाइपको कुरा भयो होइन त। अनि त्यहाँबाट जुन साथीसँग ऊ त्यस्तो मिलेको थियो नि उसको चाहिँ लिन आयो क्या मान्छे। अनि लिन आएर उसलाई त्यही छाडेर गयो क्या, लिटरली गाइज त्यही छाडेरै गयो। नाउ न्युयोर्क जस्तो ठाउँमा आएको छ विच इज सच अ बिग प्लेस होइन त। एन्ड उसको साथीले सी जस्ट लेफ्ट हर ओभर देयर एट द्याट टाइम होइन त। एन्ड द्याट इज क्रेजी सेल्फिस गाइज, किनकि यदि हामीले भएको भए हामीले डेफिनेटली उसलाई लग्थ्यो क्या, हुन्छ नि जस्ट लग्थ्यो। अफकोर्स 100मा 1000% लग्थ्यो होइन, किनकि वी हेभ द्याट सेन्स, वी हेभ द्याट हम्बलनेस। बट सबैजना त्यस्तो भन्ने हुँदैन क्या, सबैजना त्यस्तो हुँदैन गाइज है। मोस्ट अफ देम आर सेल्फिस, मोस्ट अफ देम आर सम अफ देम आर फेक होइन त। सो यस्तो मान्छेहरूदेखि चाहिँ एकदम बचेर बस्नुपर्छ। एन्ड अल्सो पिपल माइन्ड लाइक मान्छेको माइन्ड चाहिँ चेन्ज हुन्छ क्या यता। अब तपाईँ एकदम मिल्ने साथी छ अरे दुईजना, लाइक यु गाइज आर लाइक दिस होइन त, सिचुएसनले गर्दा यहाँको जे पनि हुन्छ होइन त। सो त्यसले गर्दाखेरि चाहिँ दे क्यान चेन्ज, दे क्यान डिच यु, दे क्यान बी सेल्फिस, दे क्यान चुज देम सेल्फ एन्ड नट थिङ्क अबाउट यु एट अल। सो त्यस्तो हुन जान्छ होइन। एन्ड यसको लागि चाहिँ म के भन्छु भने अलवेज हेभ अ प्लान बी। यदि तपाईँ केही साथीसँग प्लान गर्दै हुनुहुन्छ भन्दाखेरि तर नि एउटा फल ब्याक भयो भने एउटा प्लान बी चाहिँ होस् क्या। काहीँ न काहीँ ल म गएँ अरे त्यो साथीसँग लयमा, तर उसले मलाई डिच हान्यो भने एउटा अर्को ठाउँमा जाने नि होस् क्या। यस्तो नहोस् कि एउटा अन्जाने ठाउँमा आएको छ एन्ड यु जस्ट गाट नो प्लेस टु गो, यु जस्ट गाट नो मनी, नथिङ, त्यस्तो चाहिँ नहोस् क्या। अलवेज हेभ अ प्लान बी टु फल ब्याक अन। यदि तपाईँ भिडियो स्टिल हेरिरहेको हुनुहुन्छ एन्ड यु आर लाइकिङ दिस भिडियो देन डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब। एन्ड यदि तपाईँ यता अलरेडी बसेका युएस स्टुडेन्ट हुनुहुन्छ भन्दाखेरि तपाईँको नि केही टिप्सहरू छ भन्दाखेरि, केही लेसन्सहरू एडभाइसहरू लर्न गरेको छ कि त त्यस्तै केही एक्सपिरियन्स छ भन्दाखेरि डु लेट मी नो इन द कमेन्ट डाउन बिलो। एन्ड यस, लेट्स कन्टिन्यू द भिडियो। अलराइट, नाउ द नेक्स्ट इज गाइज रिलेसनसिप रियालिटी होइन त। एन्ड नेपाली स्टुडेन्टहरूको चाहिँ मलाई देखिरहेको हुन्छु, सो त्यो चाहिँ भन्छु होइन म। एन्ड लेट मी टेल यु गाइज द्याट इट इज मेस्ड अप, इट इज सो मेस्ड अप गाइज ओभर हियर होइन। दे नर्मलाइज अलमोस्ट एभ्रिथिङ जुन चाहिँ नर्मल पनि होइन क्या, हुन्छ नि। दे नर्मलाइज चिटिङ, दे नर्मलाइज डबल टाइमिङ, ह्याभिङ मल्टिपल पार्टनर्स, के भन्ने सुगर ड्याडी, चिनी बाबा, हुन्छ नि। एभ्रिथिङलाई नर्मलाइज हानिदिने क्या, लाइक हुन्छ नि। एन्ड मैले नि देखेको कुराहरू छन् होइन त, जस्तै कि अब एउटा केटा छ कि त केटी छ होइन, अनि उसको पार्टनर चाहिँ अरू देशमा छ क्या, जस्तै कि अस्ट्रेलिया होस्, नेपाल हो कि न्युजिल्यान्ड, जहाँ पनि छ होइन त। अनि दे आर विथ समन एल्स ओभर हियर होइन त, दे हेभ अ डिफ्रेन्ट पार्टनर ओभर हियर। एन्ड द वर्स्ट पार्ट, नट इभन दिस, द वर्स्ट पार्ट इज दे फाइन्ड इट कम्प्लिटली ओके, दे फाइन्ड इट कम्प्लिटली नर्मल यस्तो कुराहरू। एन्ड हामीलाई चाहिँ यो साइको लाग्छ क्या। युएसमा चाहिँ यस्तै हुन्छ क्या धेरै जस्तो। अब ओपन म्यारेज भन्ने हुन्छ जुनमा चाहिँ मान्छेहरू म्यारिड भए पनि अरूहरूलाई स्टिल डेट गर्ने, अरूहरू स्टिल लाइक हुन्छ नि चेकआउट गर्ने, त्यस्तो त्यस्तो हुन्छ क्या। तर ब्रो लाइक हुन्छ नि जति नै अब जति नै लामो अमेरिकामा बसोस्, अब हुन्छ नि ग्रिन कार्डै पाओस् वाटेभर होइन, त्यति बेला पनि चिटिङलाई नर्मलाइज गर्ने, डबल टाइमिङ गर्ने, त्यो कहिले पनि नर्मल हुँदैन क्या। इट इज सो रङ क्या। यो हेर्दै इट्स सो मोरली नट राइट होइन त। सो जसको पनि अब पार्टनर युएसमा आउँदैछ भन्दाखेरि चाहिँ म चाहिँ के भन्छु भन्दा अनेस्टली होइन, के भन्छु भन्दाखेरि चाहिँ दे क्यान चेन्ज क्या, दे क्यान चिट अन यु, दे क्यान इभन डबल टाइमिङ यु। एन्ड यो चाहिँ किन हुन्छ भन्दाखेरि चाहिँ पहिला कुरा चाहिँ नयाँ ठाउँमा आएर हुनसक्छ, इट्स लाइक नयाँ मान्छेहरू भेटिन्छ। एन्ड मोस्ट इम्पोर्टेन्टली वी आर यङ क्या। अनि यो टाइममा चाहिँ धेरै सिरियसमा रिलेसनमा बस्ने भन्ने माइन्डमा हुँदैन क्या। सो यदि यस्तो कुराहरू छ भन्दाखेरि चाहिँ आफ्नो पार्टनरसँग टक इट आउट विथ यो पार्टनर बिफोर दे कम टु युएस होइन त। उनीहरू आउँदैछ भन्दाखेरि राम्ररी तिमीहरूको रिलेसनसिप वाट डु यु बोथ सी इन द फ्युचर। यदि अर्को पर्सनले चाहिँ अलि म सिरियस छैन, आई क्यान नट कमिट भन्यो भने चाहिँ जस्ट नो द्याट के भन्छ अरे यु गाइज क्यान like fall apart in the future and be mentally prepared for that as well होइन। oh I shouldn't be laughing, so be mentally prepared for that as well होइन। तपाईँहरू पनि हुनुपर्छ एकदम प्रिपेयर्ड त्यस्तो सिचुएसनको लागि, बी अन्डरस्ट्यान्डिङ होइन। सो त्यो चाहिँ म भन्छु, किनकि नो म्याटर लाइक वाट यु से होइन, मान्छेहरू ब्रेक भएको मैले देखेको छु क्या। लाइक त्यो टाइमिङमा नि डिपेन्ड गर्दैन क्या।
5 इयर्सको रिलेसनसिप पनि यता आएर ब्रेक भएको देखेको छु। नाउ मैले अगाडि भने त्यो रिजन्सहरू होला भनेर होइन, बट मोस्टली इट डिपेन्ड्स अपन द पर्सन, हाम्रो आफ्नै पर्सनल भ्याल्युजहरूमा नि डिपेन्ड गर्छ क्या। अनि लाइक आई सेड कि हामीले के चाहिरहेको छौँ त त्यो रिलेसनसिपबाट, के देख्छौँ त फ्युचर भनेर होइन, त्योमा नि डिपेन्ड गर्छ। किनकि यतातिर लोयल भएर बसेकोहरू पनि छन्, बिकज दे चुज टु बी इट। एन्ड मैले एउटै केटी चिन्छु जसको चाहिँ केटा नेपालमा छ, बट सी इज सो ड्याम लोयल, सी इज सो लभिङ टु हिम होइन। एन्ड द्याट इज सो रेयर है गाइज यो टाइममा चाहिँ। ओ माई गड ब्लेस हर होइन। बट यता चाहिँ अब तपाईँहरूले भन्ला कि लङ डिस्टेन्सले गर्दाखेरि चिट हुनसक्छ, ब्रेकअप हुनसक्छ त्यस्तो भन्छ, बट यता यस्तो इक्जाम्पल्सहरू पनि छैन होइन जुनले चाहिँ तपाईँको माइन्डलाई कम्प्लिटली चेन्ज गरिदिन्छ क्या। लाइक लिटरली द गाई हेज हिज wife over here, not girlfriend, not fiance, wife, and he is still हुन्छ नि having affair with another woman, like women धेरैजनासँग। and that is so yuck क्या, यस्तो हावा चिज क्या। अनि सो त्यति बेलामा अब लङ डिस्टेन्सलाई ब्लेम गर्न सकिन्छ त? नो राइट। लाइक त्यतिखेर अमेरिकन कल्चर भनेर त्यस्तो गर्न सकिन्छ त? नो है। सो त्यो भनेको चाहिँ एउटा पर्सनमै डिपेन्ड गर्छ क्या। बट इफ समवन वान्ट्स चेन्ज, समवन वान्ट्स टु make like all things off, you guys also have to be understanding and know that हुन्छ नि तपाईँहरूले नि पाउन सक्नुहुन्छ। कम अन, यु आर यङ, यु आर स्टिल लाइक हुन्छ नि के भने भर्खर कति 20, 22 whatever, 23, 24, सो द्याट इज स्टिल यङ होइन त। सो डोन्ट वरी अबाउट इट। यहाँको रिलेसनसिप रियालिटी चाहिँ त्यही हो, मिस्ड अप भन्न चाहन्छु म। नाउ लेट्स टक अबाउट द इम्पोर्टेन्स अफ रिचिङ आउट होइन त। सो धेरैजनाले कम्प्लेन गर्छन् कि उनीहरूले जब पाएको छैन, हामीले त पाएन, यो पाएन, जब पाएन, यति वर्ष भइसक्यो हामी आएको भन्छन्। तर मोस्ट इम्पोर्टेन्ट भनेको चाहिँ रिच आउट गर्नु रहेछ गाइज होइन। तपाईँले अप्लाई त गर्नुभयो, अब यत्तिकै बस्ने होइन क्या। तपाईँले त्यो मान्छेलाई त्यो रिक्रुटरसँग भेट्नु पऱ्यो, तपाईँले उहाँलाई अप्रोच गर्नुपर्छ, तपाईँले हुन्छ नि लाइक यु हेभ टु सो द्याट यु वान्ट द जब होइन त, यु निड द जब भनेर होइन। एन्ड धेरैजनाले यता त्यसरी पाएका छन् होइन त। अब यता चाहिँ एउटा सोडेक्सो भन्ने हुन्छ, त्यो चाहिँ लिटरली अब रोबोटले चुज गर्ने हो, त्यो त हाम्रो हातमै छैन। हामीले फर्देस्ट के गर्न सक्छौँ भन्दाखेरि चाहिँ चेक गरिराख्ने, भिसा स्लट चेक गरिराख्ने, अप्लाई गरिदिने भन्छ अरे। न त भए यहाँकै अब हुन्छ नि त्यस्तै रिक्रुटर म्यानेजरहरू 2जना हुनुहुन्छन्, उहाँलाई गएर फेस गर्ने, लाइक उहाँसँग कुरा गर्ने, त्यो हो एउटा वे चाहिँ। अर्को चाहिँ एउटा ट्याली हो भने छ, त्यहाँमा चाहिँ हामीले आफ्नो एप्लिकेसनहरू हाल्नुपर्ने हुन्छ। त्योमा चाहिँ म भन्छु कि म्यानेजर चाहिँ भेट्नु क्या, त्यो एप्लिकेसन राखेर मात्र नबस्नु होइन। त्यो चाहिँ किन भन्दाखेरि चाहिँ होइन हाम्रो चाहिँ त्यसरी वर्क गरिन्छ क्या। मैले पनि फलमा आएको बहिनीहरू, मभन्दा पछि आएको बहिनीहरू, दे हेभ अलरेडी गटन सच अमेजिङ अन क्याम्पस जब्स। सम आर वर्किङ इन लाइब्रेरी, सम आर वर्किङ एज आरए, सम आर वर्किङ एज ट्युटर्स होइन त। सो यस्तो जब्सहरू पनि पाइन्छ एन्ड दे आर डुइङ अमेजिङ होइन त। सो त्यो चाहिँ अनि मैले उनीहरूलाई सोधेँ कसरी पाएँ भन्दाखेरि उनीहरूले अप्लाई मात्र गरेको थिएन कि उनीहरूले अप्रोच पनि गरेको थियो क्या। एन्ड अप्रोच गर्ने भन्ने बित्तिकै गाइज हामी चाहिँ कहिले पनि उनीहरूको अफिसमा डेङ्गै वक इन गर्नु भएन क्या। यु हेभ टु रेस्पेक्ट देयर टाइम होइन। सो द बेस्ट थिङ वुड बी टु इमेल देम, सेटअप अ मिटिङ विथ देम होइन त। उनीहरूलाई कुन टाइममा कन्भिनियन्ट हुन्छ आफ्नो इस्यु राख्नु एन्ड टेल देम द्याट यु वान सी देम भनेर, अनि बल्ल त्यसरी मिटअप गरेको पनि त्यो चाहिँ एकदम रेस्पेक्टफुल हुन्छ। त्यो चाहिँ झन् तपाईँको इम्प्रेसन झन् राम्रो हुन्छ होइन त, इन्स्टेड अफ जस्ट वकिङ इन होइन। सो त्यस्तो चाहिँ म गर्नु भन्छु। त्यसले रिच आउट गर्नेको चाहिँ इम्पोर्टेन्स धेरै छ होइन। अनि अल्सो विथ एजुकेसन एन्ड अल अफ द्याट, यदि तपाईँलाई केही बुझेन भने, केही जानेन भने, असाइनमेन्टहरू होस् कि जेसुकै होस्, तपाईँले टिचरसँग, प्रोफेसरमा फेस गर्नुपर्छ क्या। उनीहरू चाहिँ एकदमै हेल्पफुल हुन्छ गाइज होइन, धेरै बुझ्ने खालको हुन्छन्। अनि झन् इन्टरनेसनल स्टुडेन्ट भनेपछि त झन् बुझ्ने हुन्छन्। सो तपाईँहरूले यु हेभ टु रिच आउट टु देम। सो द्याट इज वाइ रिमेम्बर टु नक द्याट डोर, टु सेन्ड द्याट इमेल एन्ड जस्ट डु इट। नाउ लेट्स टक अबाउट युएसको एजुकेसन होइन त। मैले चाहिँ यहाँ युएसको एजुकेसनमा के फरक देखेँ, के खतरा देखेँ, अब हामीले इन्टरभ्यूमा त भन्छौँ प्र्याक्टिकल एजुकेसन छ यसो भनेर, बट एक्ज्याक्टली हुन्छ कि नाइ होइन त। सो वाट आई फाउन्ड मोस्ट इन्ट्रेस्टिङ अबाउट युएस एजुकेसन इज इट इज लिबरल एजुकेसन क्या। त्यो भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ वेदर तपाईँ साइकोलोजीको स्टुडेन्ट होस्, इन्जिनियरिङको होस्,
अब अर्को के छ, अब आर्ट्सको स्टुडेन्ट हो कि तपाईँ नर्सिङ स्टुडेन्ट होस्, तपाईँहरूले चाहिँ म्युजिक भन्ने पढ्नै पर्ने हुन्छ। तपाईँहरूले चाहिँ कुनै कोर्सेसहरू हुन्छ नि, इन्ट्रो टु साइकोलोजी त्यस्तोहरू, सोसियोलोजी त्यस्तो कोर्सेसहरू पढ्नै पर्ने हुन्छ क्या, थिएटरहरू। एन्ड योलाई नै लिबरल एजुकेसन भनिन्छ। यहाँमा चाहिँ डिफ्रेन्ट फिल्ड्सको होइन बेसिक नलेज युएसमा चाहिँ थाहा हुनुपर्छ क्या। सो तपाईँ नर्सिङ स्टुडेन्ट हुनुहुन्छ भने तपाईँले म्याथ्स चाहिँ गर्नै पर्छ क्या, विच एभर कोर्स लाइक जेन भए पनि आर्टको भयो नि, तपाईँले म्याथको चाहिँ बेसिक नलेज, कलेज एल्जेब्रा चाहिँ थाहा हुनैपर्छ। सो यु निड टु पास द्याट भनेर चाहिँ यहाँको चाहिँ युएसको एजुकेसन त्यो छ, विच आई फाउन्ड रियली नाइस, किनकि तपाईँले हरेक फिल्डबाट केही न केही नलेज पाउन सक्नुहुन्छ नि त। सो त्यो चाहिँ एउटा पोइन्ट हो है यता अनेस्ट युएस एजुकेसनको चाहिँ। अर्को चाहिँ मलाई के लाग्यो भन्दाखेरि, यदि तपाईँ नेपालमा एउटा एभरेज म्याथ स्टुडेन्ट हुनुहुन्छ भन्दाखेरि यहाँमा आएर तपाईँलाई म्याथ धेरै सजिलो हुन्छ। लाइक कम अन गाइज, डोन्ट अट्याक मी नाउ है, बट द्याट इज ट्रु। मलाई चाहिँ यता म्याथ एकदमै इजी लाग्यो गाइज। एन्ड मलाई चाहिँ के लाग्छ भने जो पनि नेपालमा त्यस्तै नर्मल स्टुडेन्ट छ नि, एभरेज स्टुडेन्ट, उसलाई पनि लाग्न सक्छ क्या सजिलो, किनकि यहाँमा त्यस्तै छ। पहिला कुरा त यहाँमा टिचरहरूले हुन्छ नि सबै एकदम थरली बुझाउँछ क्या। जस्तो कि अब यो प्रोसेस, अब एक्स यता गयो भने किन गयो, कसरी गयो, के हो त्यसको रिजन मजाले भन्छ क्या यताको। त्यो पार्ट स्किप नै गर्दैन क्या उनीहरूले। सो त्यसले गर्दाखेरि चाहिँ उनीहरूले थरली बुझाउँछ नि त। सो त्यो गर्दाखेरि अनि हाम्रो ट्युटरहरू पनि फर्स्ट एक्जामभन्दा अगाडि चाहिँ ट्युटर पनि जान्नै पर्ने कम्पलसरी हुन्छ। सो त्यस्तो अनि ट्युटरिङ इज कम्प्लिटली फ्री गाइज होइन त। सो त्यस्तो रिसोर्सेसहरू छन् होइन। सो द्याट इज वाइ आई फाइन्ड लाइक यताको यो म्याथ चाहिँ एकदमै इजी। अनि यता म तपाईँहरूलाई भन्छु नि, यताको पास मार्क्स चाहिँ नेपालमा त 100मा 45 पास मार्क्स हुन्छ नि, यता चाहिँ 70 हो कि त 60 हो पास मार्क्स होइन। नाउ एम कन्फ्युज बिट्विन दिस टू। अनि 60 आयो भने तपाईँको डी हो, 70 आयो भने सी हो, 80 आयो भने बी हो, र 90 अबभ आयो भने बल्ल ए हो। एन्ड तपाईँको जब 80 आउँछ नि, त्यो नेपालमा त खतरा लाग्छ नि, ओ मेरो 80 आयो साइन्समा, मेरो 80 आयो म्याथमा। तर हुन्छ नि यता चाहिँ त्यो हुँदैन रहेछ क्या। यता चाहिँ 90 कट्यो भने बल्ल मात्र वाउ हुँदो रहेछ क्या। सो मलाई चाहिँ त्यस्तै हुन्छ होइन। अब आई डोन्ट नो अबाउट अदर्स। अनि यता अल्सो यदि तपाईँ 6 टाइम्स एउटा फेरि त्यो कोर्स टु कोर्समा म्याटर गर्छ, बट कुनै कोर्समा चाहिँ के हुन्छ भन्दाखेरि यदि तपाईँ त्यो क्लास 6 टाइम्स एब्सेन्ट हुनुभयो भने चाहिँ तपाईँलाई डाइरेक्टली एफएन गरिन्छ क्या, मतलब यु विल फेल द्याट कोर्स क्या। नो म्याटर तपाईँको अहिले एज छ कि कति छ होइन, तपाईँ 6 टाइम्स एब्सेन्ट भयो भने यु विल फेल द्याट क्लास। फेरि कुनै क्लास कस्तो हुन्छ भन्दाखेरि तपाईँको अटेन्डेन्स नै लिँदैन क्या। तपाईँ अटेन्डेन्स आउँदैन, जस्ट अनलाइनमा ड्याङडुङ गरिन्छ होइन त। अनलाइन असाइनमेन्ट गऱ्यो त्यही अनुसार ग्रेडिङ गरिन्छ है। सो त्यो कोर्सेसहरू चाहिँ कतिखेर ठिक हुन्छ भने पछितिर जब तपाईँको स्टडी लोड र काम नि धेरै हुन्छ, त्यस्तो बेलामा तपाईँले त्यो त्यस्तो खालको कोर्सेस हेरेर लिन सक्नुहुन्छ होइन त। अब सिनियरहरूलाई सोधेर एन्ड अल अफ द्याट। सो त्यस्तो नि गर्दा हुन्छ। एन्ड अल्सो यताको अनलाइन क्लास, तपाईँहरूलाई लाग्यो कि अनलाइन क्लास भनेपछि पुरा जुम मिटिङ हुन्छ होइन, नेपालमा कोरोनाको फ्ल्यासब्याक आयो होला, पुरा जुम मिटिङ भएर यस्तो हुन्छ जस्तो लाग्छ, तर हुँदैन। यताको अनलाइन क्लास भनेको चाहिँ के हुन्छ भन्दाखेरि तपाईँलाई जस्ट असाइनमेन्ट्सहरू अनलाइन दिन्छ, तपाईँले त्यो असाइनमेन्ट मात्र गर्नुपर्छ एन्ड द्याट्स it. There is no such thing as a video call, video meeting, nothing like that. You just have to do the assignments and that is what's called like online class over here. एन्ड अर्को चाहिँ मलाई चाहिँ एज एन इन्टरनेसनल स्टुडेन्ट सुरुमा चाहिँ मलाई हुन्छ नि फिलोसफी क्लासेसहरू एकदम गाह्रो लाग्यो क्या, किनकि त्यहाँमा अब लेक्चरहरू हो होइन, अनि कति भन्छ इङ्ग्लिसमा के भन्छ, अब हुन्छ नि लाइक कस्तो नबुझ्ने क्या इङ्ग्लिसको त्यो जोकहरू पनि के हो जस्तो लाग्ने, हाँस्छ क्लास सब, आफूले चाहिँ केही बुझिरहेको हुँदैन। यु गाइज अल्सो नो कि मेरो इङ्ग्लिस आइएल्समा चाहिँ आई गट अ गुड ब्यान्ड होइन, 7 होइन। एन्ड त्यो हुँदा नि मलाई चाहिँ यता चाहिँ अलि अप्ठ्यारै भएको थियो क्या त्यो सुरुमा लेक्चर्सहरू बुझ्न। अहिले चाहिँ यहाँ खैरेहरूले बोलेको पनि धेरै मजाले बुझ्ने खालको हुँदै जान्छ बिस्तारै। सो त्यस्तो धेरै आत्तिनु चाहिँ पर्दैन। अनि अल्सो होइन, स्टुडेन्टले यता आफ्नो सबसे थोरै एफर्ट देखाए पनि होइन, आफूले थोरै केही गरे पनि एकदम टिचरहरूले चाहिँ धेरै एप्रिसिएट गर्छन् क्या स्टुडेन्टहरूलाई। जस्तै कि अब केही प्रोजेक्ट वर्क छ भने अब नेपालमा के हुन्छ, यु हेभ टु बी लाइक दिस, एउटा सबै मिलेको हुनु पऱ्यो, लाइक बोर्डमा हेरेर मात्र बस्यो भने त गाली खाइन्छ नि त। यहाँमा चाहिँ त्यस्तो हुँदैन क्या। यहाँमा तपाईँ बोर्डमै हेरेर भन्यो अनि यस्तो गऱ्यो भने नि उनीहरूले एप्रिसिएट गर्छ क्या, ओ राम्रो रिसर्च गरेछ, राम्ररी गऱ्यो तिमीले भनेर एप्रिसिएट गर्छ क्या यता चाहिँ। सो मलाई चाहिँ त्यस्तै प्रोफेसर्स पायो है। And that's what I like about US education, and I hope you got enough info regarding it.
Okay, now last but definitely 100% not the least is apartment sharing tips. पहिला कुरा अफ क्याम्पस बस्नु इलिगल हैन है. ओके, न अपार्टमेन्ट सेयरिङ भनेको चाहिँ एकदम प्र्याक्टिकल, एकदम चाहिने हो, जुन चाहिँ कसैले नै भन्दैन है. सो के हो भन्दाखेरि चाहिँ अपार्टमेन्टमा जब तपाईँ सेयर गर्नुहुन्छ नि, पहिला कुरा भनेको त्यो झगडा नहुन, मिसअन्डरस्ट्यान्डिङ नहुन, केही पनि नहुनालाई पहिला कुरा त्यो घरमा रुल्स हुनुपर्छ क्या. त्यो घरमा वर्कहरू डिभाइडेड हुनुपर्छ. जस्तै कि मैले चाहिँ फलमा हामीहरू एकतालले झगडा भएन क्या गाइस होइन. हामी बिचमा अब हल्का हुन्छ नि, त्यो हुन्छ नि कुनै रिसाएर बस्दिने त्यस्तो पनि थिएन क्या. हामीहरू धेरै त्यो अन्डरस्ट्यान्डिङ थियो. किन भन्दाखेरि किनकि फर्स्टमा हामीहरू सबको वर्क मैले डिभाइड हानिदिएको थिएँ क्या. लाइक तिमी यो टाइममा यो डेजमा तिमी यो लन्च बनाउँछौ, डिनर बनाउने उसको काम हो, डिसवास गर्ने उसको काम हो, त्यसरी क्या. ग्रोसरी लिन ऊ गएको छ, नेक्स्ट टाइम ऊ जान्छ, त्यो जान्छ. किनकि धेरै जसो अपार्टमेन्टहरूमा झगडा हुने भनेको यही कारणले हो. कसैले धेरै टाइम खाना बनाएर हुन्छ, कहिले भाँडा नि धुँदैन, अनि फ्रस्ट्रेट खाएर मनमै त्यो हुन्छ नि कम्प्लेन चाहिँ मनमै राखेर भन्न सक्दैन. अनि त्यसले गर्दाखेरि रुमको इन्भाइरोमेन्ट धेरै नराम्रो हुन्छ क्या. सो त्यसले गर्दाखेरि चाहिँ फर्स्ट थिङ चाहिँ म त्यही भन्छु, आफ्नो कामहरू चाहिँ डिभाइड गर क्या, एकअर्कालाई इक्वली डिभाइड गर्नु. अनि तपाईँले जब त्यो रुल्सहरू बनाउँछ कि त्यस्तो बनाउँछ नि, तपाईँहरूले अब यो है रुल भनेर त्यस्तो गर्ने होइन क्या. यु हेभ टु आस्क देम कि होइन, ओइ तिमीहरूलाई ठिक लाग्यो नि होइन, के छ अरू के चेन्जेस कसरी बेटर हुनसक्छ, तिमीहरूको नि के ओपिनियन दियो, त्यस्तो भनेर गर्नु पऱ्यो क्या. त्यस्तो गरेपछि चाहिँ उनीहरू पनि इन्क्लुड भएको, त्यो रुलहरू फलो गर्न बल्ल चाहिँ ठिक लाग्छ क्या त्यसरी चाहिँ. सो त्यस्तो हुनुपर्छ. अनि अर्को कुरा भनेको चाहिँ तपाईँहरू यस्तो लाइक मिटिङ कि त अब केही एकअर्काको चित्तहरू बुझेको छैन भने त्यो भन्ने खालको एउटा हुन्छ नि, वान्स इन अ मन्थ ओर वान्स इन अ विक त्यस्तो नि गर्न सक्नुहुन्छ क्या. एन्ड मोस्ट इम्पोर्टेन्टली गाइस, टेक स्ट्यान्ड फर योर सेल्फ. कसैलाई पनि तपाईँलाई हेप्न नदिनु क्या. मैले देखेको छु होइन, झन् बहिनी थियो, उसलाई कस्तो हेप्थ्यो क्या. एन्ड त्यस्तो चाहिँ कसैलाई नि गर्न नदिनु. आफ्नो लागि स्ट्यान्ड लिनु. लाइक यो भोइस इज सेकिङ, स्टिल यु गाट टेक स्ट्यान्ड फर यर सेल्फ. किनकि हाम्रो जति तपाईँ आफ्नो स्ट्यान्ड लिनु हुँदैन त्यति मान्छेले तपाईँको युज गर्दै जान्छ होइन त. द्याट इज वाइ टेक स्ट्यान्ड फर यर सेल्फ. एन्ड लास्ट इज, आई नो दिस माइट साउन्ड अ बिट लाइक न म त गर्दिनँ टाइपको, बट कुनै कुरामा चाहिँ कम्प्रोमाइज नै गर्न सक्नुपर्छ क्या. लाइक भन्छ नि, ऊ आगो भए तिमी पानी हुनुपर्छ. बट कुनै कुरामा है, लाइक आई टोल्ड यु अर्लियर, के चित्त बुझेन भने चाहिँ भन्ने. बट के हुन्छ भन्दाखेरि मेरो केसमा चाहिँ के भएको थियो भन्दाखेरि अब उनीहरूलाई चाहिँ अब एसी खोलेको ठिक लाग्ने, अनि मलाई चाहिँ मन पर्दैन एसी टाइपको. आई डोन्ट लाइक एसी. अनि त्यो चिसो मन पर्दैन क्या अब त्यत्रो. सो वाट आई डु इन्स्टेड, आई कम्प्रोमाइज. वाट आई डु इज लाइक म धेरै बाक्लो कम्बल लगाएर सुतिदिन्छु, म तातो लुगा लगाएर बस्छु घरमा होइन. म त ज्याकेट लगाएरै बस्दिन्थेँ घरमा उनीहरू एसी चलाउँदा. एन्ड मलाई चाहिँ फेरि मनमा चाहिँ त्यो नराम्रो केही लाग्दैन थियो क्या. बिकज इट्स ओके होइन. यस्तो यस्तो सानो सानो कुरालाई लिएर फाइट गर्ने, योले त एसी चलायो, मलाई त जाडो भयो भन्ने बित्तिकै यस्तो यस्तो कुरा, सानो सानो कुरामा फाइट गरेर हुँदैन क्या. कुनै कुरामा चाहिँ यु हेभ टु टेक अ स्टेप ब्याक एन्ड लाइक हुन्छ नि केही हुँदैन भनेर हिँडिदिनुपर्छ यस्तो सानो सानो कुरामा. सो त्यही थियो अपार्टमेन्ट टिप्सहरू चाहिँ. गाइज प्लिज डु नट बुली इच अदर, रेस्पेक्ट इच अदर होइन. प्लिज गाइज प्लिज होइन. एकअर्काको प्राइभेसी, एकअर्काको लाइक हुन्छ नि कुराहरूलाई, कल्चरहरूलाई रेस्पेक्ट गर्ने. डोन्ट बी रेसिस्ट, डोन्ट बी लाइक यो त शेर्पा, यो त बाहुन, यो त तामाङ, यो त के त्यस्तो केही नभन्नु. विदेशमा आएपछि सबैजना नेपाली हो. सो त्यसैले अपार्टमेन्टमा राम्ररी बस्नु पऱ्यो है त. सबैजना घर छोडेर टाढा आएको छ. सो या, बी नाइस टु इच अदर. Alright guys, so finally मैले मेरो सबै सेयर गरिहालेँ होइन, टिप्सहरू and my experience as well. I just hope that it was useful to you होइन. And yes, thank you for watching my video and all the best.